नमस्कार, म अधिवक्ता गीता चौधरी। आज पनि म कानुनी जानकारी सम्बन्धी भिडियो लिएर आइसकेको छु। आज चाहिँ म सम्बन्ध विच्छेद कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ मलाई एकदमै धेरै टिकटकमा अन्य फेसबुकहरुमा पनि मलाई एकदम धेरै क्वेशन आइराखेको हुनाले म केही कुराहरु चाहिँ क्लियर होस् भन्ने हिसाबमा हुन त मैले धेरै विषयमा चाहिँ मैले टिकटक र फेसबुकमा पनि यो विषय सम्बन्धी मैले राखिसकेको छु, तर केही कन्फ्युजन क्लियर होस् अथवा कसैको चाहिँ यो एकदम धेरै मान्छेहरुको कन्फ्युजन देखिए सन्दर्भमा त्यसलाई क्लियर होस् भन्नका लागि चाहिँ मैले जानकारीमूलक भिडियो लिएर आएको छु। विशेष गरेर अब सम्बन्ध विच्छेद गर्नको लागि त विवाह के हो भन्ने कुरा बुझ्नु पर्यो नि त। हाम्रो कानुनले विवाह चाहिँ सामान्यतया लिभिङ टुगेदर बसेमा, सामाजिक परम्परा अनुसार विवाह गरेमा, त्यसै गरेर चाहिँ कुनै पनि हिसाबमा हामी बुढाबुढी हो भनेर, श्रीमान श्रीमती हो भनेर दुईटै केटा र केटी अथवा महिला र पुरुषले दुवैले चाहिँ स्वीकारेमा त्यसलाई विवाह मानिन्छ। र यसलाई औपचारिकता दिनको लागि तपाईले वडा कार्यालयमा पनि विवाह दर्ता गर्न सक्नुहुन्छ, त्यसै गरेर कोर्ट म्यारेज मार्फत पनि विवाह गर्न सक्नुहुन्छ। यसरी चाहिँ विवाह गर्न सकिन्छ। तर सम्बन्ध विच्छेदको हकमा चाहिँ के छ त भन्दाखेरि कोर्टमा नै गएर अथवा अदालतमा गएर नै सम्बन्ध टुङ्ग्याउनु पर्छ। त्यसलाई चाहिँ हाम्रो कानुनले कुनै पनि गाउँघरमा भएको सहमति, भद्र भलाद्मीहरूको रोहबरमा गरेको सहमति गरेर चाहिँ के गरिन्छ त भन्दाखेरि सम्बन्ध विच्छेद गरेको कुरालाई चाहिँ मानिदैन। त्यसको लागि चाहिँ अदालतमा जानै पर्छ। अदालतमा चाहिँ कसरी जाने त भन्दाखेरि अदालतमा जाँदाखेरि दुईटा तरिकाले जान सकिन्छ। एउटा चाहिँ मिलापत्र। अब हामी श्रीमान श्रीमती भएर बस्दैनौं र श्रीमान श्रीमती भएर नबस्दाखेरि हामीले चाहिँ अब हामी छुट्टिन्छौं भनेर सहमतिमा गएर तपाईहरु मिलापत्र मार्फत जान सक्नुहुन्छ। मिलापत्र मार्फत चाहिँ फिराद पत्र र प्रत्युत्तर पत्र महिला र पुरुष दुवैले सँगै बुझाएर हामी अब सहमतिमै छुट्टिन्छौं भन्नुभयो भने तपाईको 2 दिनभित्र अदालतमा सम्बन्ध विच्छेद गराउन सकिन्छ। तर अब हामी मिलापत्र पनि गर्दैनौं, अब हाम्रो बोलचाल पनि छैन, सम्पर्क पनि छैन, अब हामीसँगै बस्नै सक्दैनौं र एउटा पक्षले मानेको अर्को पक्षले नमानेको अवस्था छ भने त्यो अवस्थामा चाहिँ के हुन्छ त भन्दाखेरि अब मिलापत्र मार्फत त सहमति मार्फत त सम्बन्ध विच्छेद हुने कुरा भएन। यहाँ यस्तो अवस्थामा त के गर्ने त भन्दाखेरि कुनै पनि जिल्ला अदालतमा गएर तपाईहरुले फिराद पत्र आफ्नो कानुन व्यवसायी अथवा वारेस मार्फत चाहिँ फिराद पत्र दर्ता गराएर तपाईहरुले चाहिँ अदालती प्रक्रिया मार्फत सम्बन्ध विच्छेद गराउन सक्नुहुन्छ। यसमा चाहिँ सामान्यतया 1 वर्षसम्म चाहिँ यसको फैसला आउने गरेको छ। तर सम्बन्ध विच्छेद चाहिँ अदालतबाट मात्रै गराउन सकिन्छ है त। हस्, धन्यवाद।